हस् सेयर गर्नुस् हस् हजुरको स्क्रिन सेयर भएको छ सर हजुर छ म्याम लेटेस्ट ब्लग राख्न चाहिँ खासै आएन मलाई मैले चाहिँ यो त्यो उता मात्र लिएर आएर राख्थेँ होइन होइन मैले हजुरलाई त्यहाँ के अरे यो गर्नु भनेको थिएँ नि पोस्टहरू एड गर्ने भनेको थिएँ नि मैले उता ड्यासबोर्डमा गएर पोस्ट त एड गरेँ होइन र यहाँ अगाडि चाहिँ पछाडि राख्दा चाहिँ यसरी ट्राई चाहिँ गरेको थिएँ ए लेटेस्ट ब्लगको लागि हामीले त पहिला पोस्ट नै एड गर्नुपर्छ पहिला उता जानुहोस् त ड्यासबोर्डमा हजुर उतै माथि पोस्ट छ त्यहाँ अल पोस्टमा क्लिक गर्नुहोस् एड पोस्टमा गरेँ नि अल पोस्टको चाहिँ हटाइसक्नु भयो होला ए हेलो वर्डलाई हटाइदिनुहोस् न्यू पोस्ट अब एड पोस्ट गरौँ अब यसमा चाहिँ हामीले पोस्टहरू याद गर्ने जति पनि पोस्टहरू हामीले यसै गरेर याद गर्छौँ अब यसमा चाहिँ त्यो आई बटन बन्द गर्ने नगर्ने केही फरक पर्दैन यसमा चाहिँ अब त्यो स्याम्पल वेबसाइटबाट त्यही अनुसारले कपी पेस्ट गर्नुहोस् त माथि या टाइटलमा चाहिँ टाइटल राख्ने हामीले टाइप टु चुज अ ब्लक भनेमा चाहिँ कन्टेन्ट राख्नु पऱ्यो हामीले इमेजहरू पनि राख्न सक्छौँ अनि यसमा चाहिँ सेट फिचर इमेज भने पोस्टको त्यहाँ तल अप्सन छ त्यो चाहिँ राख्नुपर्छ हामीले फिचर इमेजमा चाहिँ यो ठिक छ अब यो हामीले यो पोस्टमा क्लिक गर्नुहोस् त ब्लगमा त अब यसमा चाहिँ सेट फिचर इमेजमा क्लिक गर्नुहोस् अनि यसमा इमेज राख्नुहोस् डाउनलोड गर्नुभएको छ नि होइन इमेज हजुर एउटा इमेज राखिदिनुहोस् सेट फिचर इमेज गरिदिनुहोस् पब्लिस हाम्रो त यो गर्दा त एसइओहरू नि ऱ्याङ्क म्याथ एसइओ युज गर्नेहरू सबै युज गरेर गरिदिन्छ मलाई नि सर त्यो पनि सबै गर्छौँ हामी अब भ्यू पोस्टको हेरौँ त एकचोटि हाम्रो पोस्ट चाहिँ यता आउँछ डाउन गर्नु त ल अब यसै गरी 3-4वटा गर्नुहोस् त अनि हामी त्यहाँ डिजाइन गर्छौँ होम पेजमा गएर
जति पनि पोस्टहरू एड गर्दाखेरि चाहिँ यो वर्डप्रेसको ड्यासबोर्डमा पोस्टमा आएर एड गरेपछि हामीले उता चाहिँ आफै अटोमेटिक सेट हुन्छ एकचोटि सेटिङ मिलाइराखेपछि होम पेजमा। तीनटा भयो अहिले यसलाई हुन्छ होला सर देखाउँछ होला यसमा फिचर इमेज राख्नु भयो है हजुर देखाउँछ अब ठिक छ फेरि होम पेजमै जाउँ डिजाइन गरौँ अब पेजेसको होम पेजमा होम पेज एडिट with Elementor हजुर हाम्रो ब्लगको भयो यता हिजो त्यो हाम्रो के थियो कन्ट्याक्ट भयो है सबै हजुर यहाँ आएछ ब्लग पनि आएछ हुन्छ कन्ट्याक्ट सेक्सन भयो है हजुर कन्ट्याक्ट यहाँ यसरी राखेको छु यो राखेको चाहिँ मिलेन कि जस्तो लाग्यो सर मलाई यसरी नै हो त यो राख्ने तपाईँले टपमा राख्नु भएको रहेछ यो आइकनहरू एउटा यसरी भयो राइट लेफ्ट यसरी राख्दा नि मिल्यो यो आइकनहरूलाई लेफ्ट साइडमा राखेर पनि मिल्यो अहिले एकछिनमा हेरौँला यो उ गरौँ त यो माथि यो हामीले उता र उ नगरिकन कसरी यो तपाईँले होइन सर मैले यहाँ यो राखेको थिएँ नि त यहाँ लेटेस्ट ब्लग भन्ने यहाँ समथिङ के थियो नि कहाँ थियो होइन पोस्टहरू यो चाहिँ लिएर आएर राखेको थिएँ मैले क्यारोजल यो उता पोस्ट एडै नगरिकन यता ल्याएर राख्नु भयो डाइरेक्ट यो उ चाहिँ राखिदिएको सर हजुर एलिमेन्ट चाहिँ ल्याएर राखिदिएको ए उता पोस्ट चाहिँ एड गर्नु भएको थिएन हजुर यो बनाउँदा यो सेसन चाहिँ मैले बनाइसकेको थिएँ लेटेस्ट पोस्ट भनेर अनि यसमा यो लिएर राखिदिएको थिएँ आफै आउँदो रहेछ यो अटोमेटिक हुन्छ हामीले उता पोस्टहरू एड गर्ने अनि यो ल्याएर राखेपछि यसमा सब आइहाल्छ अब हामीले डिजाइनिङ गर्ने भने यसैलाई हो अब यसमा क्लिक गर्नुहोस् त राइट साइडको त्यो पेन्सिल आइकनमा यसमा कि यता राइट साइडमा छ नि तल लेटेस्ट ब्लग भन्दा तल उ यहाँ राइट साइडमा माथि यहाँ देखाइ पेन्सिल आइकन देखाएको छैन तपाईँको यहाँ अब हाम्रो जति पनि यो डिजाइन गर्ने यसैबाट भयो लेफ्ट साइडमा तपाईँको कन्टेन्ट स्टाइल एडभान्स यसैमा पहिला क्लासिकमा यो स्टाइलको आयो होइन स्किप टाइप यहाँ क्लासिकमा यहाँ क्लिक गर्नुहोस् क्लासिक छ कार्ड कुन धेरै
फुल कन्टेन्ट एड गर्नु सिलेक्सन गरेर हेर्नु न यहीँबाट डिजाइन गर्ने भयो चेन्ज भए देखिँदैन रहेछ ए कार्ड गर्दा यस्तो आएछ देखिन्छ यो चाहिँ हामीले एलिमेन्टर प्रो भएकाले मात्रै होला सर त्यो नर्मल अर्को एलिमेन्टरमा मात्रै त हुँदैन है फ्रीवालामा प्रोमा यो एक्टिभेट गरेको छ त अस्ति हामीले इन्स्टल गरेको हजुर त्यही भएर यो आएको होला मैले पहिला अर्कोमा गर्दा यस्तो थिएन क्या अप्सन थिएन यो प्रोमा मात्रै छ यो सुविधा अच्छा हजुर अनि अब के गर्ने कुन यो कार्ड सिलेक्सन गर्नुभयो हैन ठीक छ हजुर यो कार्ड अब हाम्रो यो तीनटै छ यो तीनटै अहिले 3 नै छ 3 नै ठीक हुन्छ अब पोस्ट पर पेज भनेको छ कतिवटा पोस्ट राख्ने अब 6 अब हाम्रो त पोस्ट नै अहिले तीनटा मात्रै छ हैन तपाईले एक 6 राख्ने कि 9 राख्ने कि 12 कति राख्ने ए हजुर पोस्टहरु त टन्नै हुन्छ नि त अब दिनका दिन राख्दै जाँदाखेरि अब कति राख्ने भनेर हो यो अब 6 नै हजुर सो इमेज यस गर्दिनुस् मेसनरीमा चाहिँ यो माथिको यो इमेज छ नि हजुर र यो त्यसलाई अन गरेर हेर्नु त यहाँ डिफरेन्ट देखाइहाल्छ यो साइज अनुसार एक्सेल साइज राख्ने कि कस्तो राख्ने भनेर ठ्याक्कै देखाउँछ ल यहाँ डिफरेन्ट आयो तपाईको यो एक्सेल साइजको यो माथिको यो आयो यो दुईटा चाहिँ यो पोस्टहरुको छुट्टै छुट्टै आयो नि यस्तो हुन्छ यो अफ गरिदिनु हो भने चाहिँ एउटै साइजमा आउँछ बराबरको अब इमेज रेजोल्युसन अब फुल राख्यो भने अब एक्चुअल इमेजको रेजोल्युसन जस्तो छ त्यस्तै आउँछ अब मिडियम राख्यो भने यही आयो इमेज रेसियो कति राख्ने हो टाइटल देखाउने कि नदेखाउने हैन अनि एक्सेप्ट भनेको चाहिँ यो यान वर्डप्रेस मात्रै आएछ यो सबै कपी भन्न छ यारे प्लगइन्स आर पीसेस अफ सफ्टवेयर यो छ नि यिनीहरू हो ए हजुर यिनीहरूलाई चाहिँ एक्सेप्ट भन्छ यो एक्सेप्ट भनेको चाहिँ यो कन्टेन्टहरु छ नि यो देखाउने कि नदेखाउने टाइटल मात्रै भएछ राख्ने अब यसलाई हाइड गरिदियो भने चाहिँ त्यो देखाएन अनि एक्सेप्ट लेन्थ भने अब यसको लेन्थ यो हजुर कति वर्डमा राख्नु 100 वर्ड 25 वर्ड हैन 50 वर्ड त्यो राख्न सकियो आफ्नो हिसाबले मेटाडेटा भनेको अब त्यो डेट कमेन्ट्स अब यिनीहरू अब के राख्ने डेट राख्ने कि कमेन्ट्स राख्ने कि केही पनि नराख्ने यहाँबाट चाहिँ हटाउनु राख्न सकियो होला यहाँ मेटाडेटा कहाँ देखाएको छ खै यहाँ तल गर्नु त डाउन गर्नु त यहाँ तल छ नि हजुर यो कमेन्ट्स सपोज कमेन्ट्स चाहिएन भने चाहिँ कमेन्ट्सलाई हटाइदिनुस् हजुर डेट मात्रै आउँछ यो इन्टुमा क्लिक गरिदिनु भयो भने यो हट्छ अरु पनि एड गर्न मिल्ने रहेछ मिल्छ यसमा भएको अप्सन्सहरु सबै युज गर्न सकियो हजुर अब सेपरेटर यो भइहाल्यो अब रिड मोर भनेको छ नि रिड मोर हजुर यो रिड मोर राख्ने कि नराख्ने या रिड मोरको ठाउँमा सपोज लर्न मोर टाइप गर्न नि पाइयो टाइप गर्नु त अटोमेटिकली अलाइन बटनहरुको चाहिँ एउटै रो कलममा राख्ने के गर्ने भनेर गर्न पायो ब्याज यो ब्याज भनेको चाहिँ यहाँ माथि छ नि यहाँ तपाईको अन क्याटेगोराइज भने होला माथि हेर्नु त एकचोटी हजुर 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 यो हटाइदिनु पर्यो भने यो ब्याजलाई चाहिँ हाइड गरिदिनु हजुर यो ब्याज हाइड गर्नु त हट्छ यो त हामीले क्याटेगोरी बनाएर भिन्दा भिन्दै क्याटेगोरीमा गर्न नि मिल्ला नि तपाईको अब क्याटेगोरी चाहिँ एसईओ को क्याटेगोरी छ भने देखुन अब त्यसमा टपिकहरु टन्नै हुन्छ नि त हजुर त्यसैको विषयमा लेख्न पाइयो हजुर ब्लग सपोज प्लगइनमा नि अब धेरै हुन्छ टाइटलहरु एउटा प्लगइन भन्ने चाहिँ मेन क्याटेगोरी बनाउने
हजुर त्यसको अन्डरमा लेख्न पाइयो। हजुर अनि क्वेरीमा अवतार भनेर चाहिँ तपाईँको इमेज अहिले राख्नु भएको छैन, इमेज आउँछ यहाँ। यही होइन त, यही वाला होइन त? त्यही हो। यो इमेज राख्नलाई चाहिँ तपाईँको उता ड्यासबोर्डमा गएर सेटिङमा गएर चाहिँ इमेज अपलोड गर्नुपर्छ। हजुर हजुर क्वेरी क्वेरीमा सोर्स अब केबाट राख्ने तपाईँको यसमा पोस्टबाट हो कि यहाँ क्लिक गर्नु त अप्सनहरू यही अनुसार राख्न पाइयो। अनि त्यसपछि इन्क्लुड एक्सक्लुड गर्न पाइयो। के इन्क्लुड गर्ने, अब अहिले अल डेट डिसेन्डिङ अर्डर इग्नोर स्टिकी पोस्ट, यो ठिक छ। यो अब यसमा अरू केही गर्न पाएन, यसको काम यति भइहाल्यो। अब स्टाइलिङमा जाउँ हामी सिएसएसमा। अब माथि स्टाइलमा गएर चाहिँ अब यसमा चाहिँ कोलुम ग्याप कति राख्ने, यसमा हाम्रो कोलुम अझै बढाएर हेर्नु त, यो ग्याप तपाईँलाई थाहा भइहाल्यो। कोलुम ग्याप भनेर चाहिँ दुईवटा चाहिँ यो कार्ड बिचमा ग्याप भइहाल्यो। रोज यसमा हाम्रो अब खासै रोज छैन, अब यसले के असर गरेन। हाम्रो अलाइनमेन्ट राइट लेफ्ट सेन्टर अलाइनमेन्टमा क्लिक गर्नु। यो कन्टेन्ट तलको कन्टेन्ट चाहिँ चेन्ज हुन्छ। यो सेन्टर अलाइनमेन्ट ठ्याक्कै यो सेन्टरमा राख्ने कि राइट लेफ्ट कहाँ, हामीले अब त्यही अनुसारले राख्नु। लेफ्ट राखेर राम्रो देखिँदो रहेछ। आफूलाई जुन सुइटेबल लाग्छ त्यही राखिदिनु। हजुर अब कार्ड बनाउँ। अब यसमा चाहिँ यिनीहरूको यही अनुसारले डिजाइन गरेको। कार्डको ब्याकग्राउन्ड कलर अब सिलेक्सन गरेर हेर्नुहोस्। एउटा कार्ड भने चाहिँ यो भित्र यो हामीले कार्ड भने चाहिँ यो पुरै अब त्यहाँ कलर सिलेक्सन गर्नु न, त्यहाँ देखाइहाल्छ चेन्जेस। यो कार्ड भने चाहिँ पुरै छ नि यो। हजुर यो छुट्टै छुट्टै तिनवटा छ नि, यो तिनवटा कोलुम, यसलाई चाहिँ कार्ड भन्छ। अनि कार्डको अब बोर्डर कलर सबै चेन्ज गर्नु न। बोर्डर कलर, बोर्डर विथ, यो त हामीले सबै एउटै हुन्छ यो प्रायः जस्तो। हजुर सबै चेन्ज गर्नु त। बोर्डर कलर चेन्ज गर्नुहोस्, बोर्डर विथ चेन्ज गर्नु, बोर्डर रेडियस, हराइजन्टल प्याडिङ, भर्टिकल प्याडिङ। कहाँ चेन्ज भयो त सर? यो त बोर्डर कलर, बोर्डर विथ सिलेक्सन गर्नु न, चेन्ज देखाउँछ। कार्डमा थियौँ, कार्डमा बोर्डर विथ सिलेक्सन गर्नु अनि देखाउँछ, देखाइरहेको छ। हजुर बोर्डर रेडियस पनि बढाउनुहोस् अलिकति। यसको काम चाहिँ के सर? बोर्डर रेडियसको बोर्डर रेडियस भने कर्नरमा हेर्नु त, हो स्मुथ बनाउँछ। हजुर अझै बढाउनु त, यो अझै एकदम राउन्ड बनाउँछ, देखायो। देख्नुभयो? हजुर यो कर्नरमा के हजुर सबैमा चेन्जेस देखाइरहेको छ नि त। अलिक गोलो बनाउनु पर्छ, राउन्डेड देखाइरहेको छ। अनि त्यसपछि अब यो हराइजन्टल प्याडिङ चेन्ज देख्नुभयो? हजुर तपाईँको अब आयो यो जम्मै टेक्स्टहरू गयो उता। अब यो भर्टिकल प्याडिङ यो चाहिँ यसरी मिलाउने हो, हराइजन्टल भर्टिकल। तपाईँले प्याडिङ भने बुझ्नुभयो भने, प्याडिङ भने जुन यो ग्यापिङ, यो कन्टेन्टभित्रको कन्टेन्ट र
यो बक्स हजुर बिचको ग्यापलाई चाहिँ प्याडिङ भन्छ। हजुर अनि मार्जिन भने चाहिँ यो स्पेसलाई हजुर ठ्याक्कै यो पुरै कन्टेन्ट र त्यो बाहिरको स्पेसिङलाई चाहिँ मार्जिन भन्छ। यो मार्जिन र प्याडिङमा चाहिँ डिफ्रेन्ट छ। हजुर अब यसमा बक्स स्याडोहरू राख्नुहोस्, होभर इफेक्ट राखिदिनुहोस्, बक्स स्याडो यस गरिदिनुहोस्, ठिक छ। अब होभर इफेक्टमा ग्रेडियन्ट रहेछ, जुन सिलेक्सन गरेँ नि भयो त्यही अप्सनहरूमा। मेटा बोर्डर कलर मेटा भने डेट त्यो कमेन्ट्सहरू थियो नि हाम्रो। ए हजुर हजुर यहाँ तल ए बोर्डर मात्रै हुँदो रहेछ, त्यो लाइन मात्रै चेन्ज हुँदो रहेछ। सर यिनीहरू चाहिँ म त भन्नु बिर्सेँ, रेकर्ड भएको छ, रेकर्ड गरेर पठाइदिनु भयो मलाई सम्झिनु सजिलो हुन्थ्यो। हजुर हुन्छ, यो रेकर्ड भइरहेको छ। हस् अब ग्रेडियन्ट यो होभर इफेक्ट गर्नु त एकचोटि गर्नुभयो? हजुर हजुर मेटा हजुर गरेँ, यहाँ चेन्ज आयो, यो लाइनमा चेन्ज आयो। होभर इफेक्ट चाहिँ हेरौँ नि, यो ए होभर इफेक्ट चाहिँ भयो कि भनौँ न। यो चाहिँ मैले यादै गरिनँ सर, खोइ कुन चाहिँ चेन्ज भने थाहा भएन। एकचोटि गरेर हेर्नु त। यो हामीले केमा गरेका छौँ, पोस्टमा होइन त, चेन्ज भयो कि भने खासै चेन्ज देखिएन यो नन गर्दा नि। ए यहाँ माथि चेन्ज आउँदो रहेछ। ए अलि स्याडो र लाइट हुन्छ नि, डार्क र स्याडो जस्तो हुँदो रहेछ। यो भइहाल्यो। अब इमेजमा जाउँ हामी। हजुर इमेजको स्पेसिङ कति राख्ने भनेर भनेको छु। यहाँ 20 रहेछ, अलिक घटाउनु त अब। हजुर हजुर यो इमेज भने चाहिँ हाम्रो जुन फिचर इमेज राखेको थियौँ नि हामीले सुरुमा, इमेज र यो कन्टेन्ट बिचको ग्याप। हजुर स्पेसिङ भइहाल्यो। अवतारको साइज कति राख्ने? ए अवतारको साइज तपाईको अवतार नभए यसलाई हाइड गर्न नि। ए 0 गर्दा चाहिँ हुने रहेछ। अनि अब कन्टेन्टमा जाउँ हामी। अब त्यो कत्रो साइज राख्न, यो धेरै सानो भएछ। अहिले त्यो अब जानिहाल्यो। कन्टेन्टमा अब टाइटल भने हाम्रो यो प्लगइन, हाउ टु मेन्टेन वर्डप्रेस वेबसाइट, इन्टरनेट, यो चाहिँ हाम्रो टाइटल हो। अब टाइटल कलरहरू चेन्ज गर्नुहोस्। टाइपोग्राफिकमा चाहिँ मैले चाहिँ त्यो पपिन्सवाला युज गरिरहेको हुन्थेँ। होइन, हाम्रो यो टाइपोग्राफी त पपिन्स नै युज गर्ने हो। हुन त अरू पनि छ अप्सनहरू, पपिन्स चाहिँ अब यो गुगलले हजुर धेरै म्याक्सिमम युज हुन्छ गुगल फन्टमा, त्यही भएर नेटमा युज हुने चाहिँ पपिन्स हो। हुन त अरू पनि छ यो फन्ट फ्यामिलीहरू, पपिन्स युज भयो भने चाहिँ राम्रो, क्लियर हुन्छ। पपिन्स नै युज गर्नु। यो छ नि सर, सुरुमै यो बनाउन सुरु गर्दाखेरि एकचोटि पपिन्स सेलेक्ट गरेर सबैमा त्यो युटिलाइज गर्न सकिँदैन? सकिन्छ। कसरी के गर्नुपर्छ त्यसको लागि? त्यसको लागि हामी कस्टमाइजमा गएको थियौँ नि पहिला सुरुमै। हजुर हजुर सुरुमै कस्टमाइजमा गएर त्यो फन्ट फ्यामिली पपिन्स सेलेक्सन गर्नुपर्छ। यो गरिसक्नु अनि त्यो हेरौँला हामीलाई। हस्, यहाँ चेन्ज भयो। अब यो साइज ठिकै छ।
यो जम्मै अप्सनहरू हेर्नु त एउटा एउटा लाइन हाइट भने थाहा छ तपाईँलाई लाइन हाइट लेटर स्पेसिङ यिनीहरू एउटा एउटा हेर्नु त ट्रान्सफर्म स्टाइल डेकोरेसन त्यो एउटा एउटा चेक गर्नु यो लेटरको साइज हैन यो वेट भनेको चाहिँ सेमी बोल्ड हजुर हजुर हो त्यहाँ चेन्जेस देखाउँछ अपर केस लोअर केस क्यापिटलाइज नर्मल स्टाइल सर अहिले चाहिँ मेन यो हाम्रो हेडिङको मात्रै चेन्ज भइरहेको अनि कन्टेन्ट नै चेन्ज गर्नु पर्दा चाहिँ अहिले त हामीले अघि टाइटलको मात्रै हेरायो नि त हजुर हजुर त्यो टाइटलको मात्रै गरिसकेपछि फेरि जाने कन्टेन्टको आउँछ पालो हजुर हजुर यहाँ त जम्मै स्टेप बाई स्टेप हुन्छ नि त डाउन हजुर चाहिँ वर्ड स्पेसिङ भइहाल्यो होइन हजुर लाइन हाइट ए लाइन हाइट चाहिँ भयो कहाँ चेन्जेस आयो भन्नु त यो चाहिँ लाइन हाइट कम गर्दा चाहिँ खपिँदो रहेछ लेटर स्पेसिङ भने थाहा भयो नि त होइन हजुर 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 याच र ओभरको बिचको स्पेसिङ पी र याल बिचको स्पेसिङ यो भइहाल्यो अब ओड स्पेसिङ भने चाहिँ हाउ र यो टु बिचको हजुर 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 ल यसमा यति हो बाहिर क्लिक गर्नुहोस् कन्टेन्टमा जानु त फेरि कन्टेन्टमा हामी टाइटलमा थियौँ अघि होइन अब टाइटलको काम सिद्धियो अब सिद्धियो टाइटलमा कलर एकदमै सिद्धियो अब मेटामा जाउँ मेटा भनेर त्यो थाहा भयो नि तपाईँलाई हजुर हजुर त्यो डेट र कमेन्ट भइहाल्यो त्यसमा खासै चेन्ज गर्नुपर्छ केही चेन्ज गर्नुपर्ने भयो हेर्नु त त्यहाँ खासै चेन्ज गर्नुपर्ने छैन ल मेटामा चेन्ज गर्नु नपर्ने भयो त्यो छोडिदिनुहोस् अब तपाईँले यो एक्सेप्ट भन्छ यसलाई अहिलेको हाम्रो टाइटल भयो अब एक्सेप्टमा चेन्ज गरेर हेर्नु ए भित्रको कन्टेन्ट चेन्ज हुँदो रहेछ हजुर सर भयो यसको यसमा चेन्जेस यति भयो नि त यो हजुर साइज पनि राखिदिनु न हजुर यहाँ माथि फ्यामिली पपिन्स छ साइज पनि राखिदिनु न एउटा 15 जति ठिक हुन्छ अब यसमा अब अरू भने एउटै हो त्यो लेटर स्पेसिङ वर्ड स्पेसिङ होइन यिनीहरू अब त्यो हामीले आफूलाई आवश्यकता परेको बेलामा युज गर्ने हो अब रिड मोर भनेको छ रिड मोरको अप्सनमा यहाँ लर्न मोर छ अब यो चेन्ज गर्न पाउँछ हामीले टाइपोग्राफी कुन राख्ने स्पेसिङ कति राख्ने यसमा चेन्ज गर्न पाइयो हामीले
हजुर भएछ अरे त अब यसमा हामीले ऊ पनि सिधायौँ, के भयो, कन्टेन्ट नै भयो, स्टाइल भयो। अब एडभान्समा काम के मागिन्छ, यसमा एडभान्समा यहाँ लेटेस्ट ब्लगमा अलिकति माथि गर्नु त, यो लेटेस्ट ब्लगलाई यसमा के चेन्ज गर्नुपर्ने छ ल भन्नुहोस् त, अनि त्यही अनुसारले गर्ने। नर्मलै देख्छु सर मैले त अहिले त हजुर यसमा तपाईँले एनिमेसनहरू राख्नु भएन, एनिमेसन राखेको छैन सर, यो चाहिँ सिकाइदिनु पर्यो। यसमा एनिमेसन राख्ने पनि त्यहीँबाट त्यो हो, त्यही स्टाइलबाट नै हो। स्टाइलबाट है स्टाइलमा गएर केबाट हुन्छ सर स्टाइलको लेआउट? स्टाइलको यसमा छैन, एडभान्समै हो, एडभान्समा मोसनवाला भन्ने हो, मोसन इफेक्ट हो, मोसन इफेक्ट हो। एनिमेटेड यहाँनिर छ नि डिफल्ट ट्रान्स एनिमेसन छ नि यहाँ, हजुर 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 चेन्ज गर्ने त त्यहाँबाट। क्लिकै हुँदैन चेन्ज देखिए छैन नि त। अब हजुर पब्लिस गर्नुहोस् त एकचोटि, भ्यू प्रिभ्यू चेन्जेस गरौँ। तपाईँको देखायो त्यो त चेन्जेस? हजुर सुरुमा खोल्दा चाहिँ देखाएको थियो सर। ए त्यो सुरुमा खोल्दै आउने हो। हजुर यसमा यो कार्डलाई हुबर गर्दाखेरि पनि राख्न मिल्छ हामीले। ए हजुर हजुर यो हुबर गर्दाखेरि राख्न मिल्छ। कहाँ के मिलेन सर, सजेस्ट गर्नु पर्यो हजुरले। कुन चाहिँ? यो म बनाइरहेकोमा ए भएको यसमा? हजुर यसमा ठिक छ, हामीले यसमा अप्सनहरू हामीले युज गर्ने यही नै हो, अनि यही अनुसारले अब आफूलाई सुइटेबल हुने बनाउनु नै हो। ठिक छ यो। लगभग कम्पनीको नि उस्तै उस्तै हो है सर? हाम्रो यो पोर्टफोलियो वेबसाइट र कम्पनी वेबसाइट लगभग उस्तै उस्तै हुन्छ, अलिअलि मात्रै डिफ्रेन्ट हुन्छ, खासै त्यति धेरै हुँदैन। अब कम्पनीको बनाउँदा नि प्र्याक्टिस होला हुन त। उस्तै। अनि यहाँ चाहिँ मलाई चाहिँ अहिले चाहिँ फुटरमा चाहिँ समस्या, फुटर मैले गर्नै जान्दिनँ सर, डिजाइन गर्नै जानेन। फुटरको हामीले टेम्प्लेट्समा गएर गर्ने हो। ए टेम्प्लेट्सको थिम बिल्डरमा गएर गर्ने पाउनु है। पहिला यसको सिधो यसमा हाम्रो अहिले कुन थियो, यो कन्ट्याक्ट असमा यसमा के छ भन्नुभयो, यो पनि राम्रै छ त। अब यो तपाईँको आइकनहरूलाई लेफ्ट साइडमा राख्न नि मिल्यो नि, तपाईँले क्लिक गर्नु त पेन्सिल आइकनमा, यसको माथि माथि यो तलको सोसल आइकन त ठिक छ, माथिको इमेल एड्रेसको आइकनहरूलाई मैले चाहिँ यसरी आइकन बक्स राखेर गरेको, यो गर्दा चाहिँ कुन इफेक्टिभ हुन्छ? आइकन बक्सै राखेर गर्ने हो हामीले, यही नै इफेक्टिभ हुन्छ यो हामीलाई। स्टाइलमा जानु, भ्यूमा उयो भ्यूमा हेरौँ त एकचोटि। यहाँ भ्यूमा के राख्नु भएको तपाईँले डिफल्टै राख्दै हो। यहाँ डिफल्ट, यहाँ अरू अप्सनहरू पनि छ भ्यूमा, हेर्नु त। फ्रेम छ, स्टेक छ होइन, अनि सेपमा सर्कल, अनि अरू पनि छ यहाँ सेपमा। हजुर जुन राखाइ नि भयो।
सर्कलै ठिक हुन्छ अनि यसमा भाव अप्सनहरू यति मात्रै हो आइकन बक्सको अलि डाउन आउनु हजुर हजुर यति हो त्यसो यो टाइटल मेटा कागज 3 त्यो ठिक छ त्यो अब स्टाइलमा जाउँ त यो छ नि सर अब मैले इमेल एड्रेसको युआरएल हाल्न पर्यो भने चाहिँ डाइरेक्ट आफ्नै इमेल खोलेर हाल्ने कि के गर्ने कसरी के गर्नु मिल्छ यसको लागि इमेल एड्रेसको त युआरएल किन राख्नु पर्यो र डाइरेक्ट पठाउनु मिल्यो है त्यो त डाइरेक्टै राख्दै भइहाल्यो नि तपाईँको यिनीहरूको लागि चाहिँ युआरएल चाहियो हामीलाई तपाईँको त्यहाँ युआरएल गरेपछि चाहिँ लिङ्क हुन्छ तपाईँको ठ्याक्कै इमेल एड्रेसमा क्लिक गर्ने बित्तिकै त्यहाँ तपाईँले जहाँको लिङ्क राखेको त्यहीँ पुग्छ हजुर त्यहीँको पेज खुल्छ नि त अब सपोज यहाँ हामीले व्हाट्सएप भनौँ न व्हाट्सएप यहाँ त्यो पपअप गर्ने हुन्छ नि हजुर त्यो चाहिँ कसरी युज गर्ने त्यो प्लगइन राख्ने हो यो पक्नु एकचोटि यो त्यहाँ स्टाइलमा जानु त एकचोटि माथि हामीले कन्टेन्टको काम सिध्यायौँ क्यारे स्टाइलमा क्लिक गर्नुहोस् त अब स्टाइलमा यो तपाईँले पोजिसन राख्नुभयो हजुर पोजिसन यो ठिकै छ तपाईँले टपमा राख्ने भयो राइट लेफ्ट जता राख्ने भयो हजुर यति पनि ठिक छ ल पब्लिस गरिदिनुहोस् हजुर तपाईँको यति ठिक छ भने यति राख्दा नि हुन्छ यो अब पोजिसन चेन्ज गर्ने हो भने राइट लेफ्ट गर्न पाइयो अलिक मलाई चाहिँ राम्रो लागेन यसो गर्दा ठिक छ यो टपमै भयो हजुर पब्लिस गरिदिनुहोस् हस् अनि त्यसपछि तपाईँको यो फर्म छ नि हजुर फर्ममा नेम इमेल अनि फोन नम्बर पनि चाहिन्छ नि त हामीलाई यहाँ याद गर्नुभयो त तपाईँले यसमा गरेन सर त्यहाँ जति आयो त्यति मात्रै हो याद गर्नु नि मिल्यो नि हामीले आइटमहरू हजुर यहाँ एड्रेस राख्न पाइयो फोन नम्बर व्हाट्सएप नम्बर यसलाई ड्र्याग गर्न मिल्दैन सर फोन नम्बर त्यो लेफ्ट साइडमै गर ग्यापिङ मिलेन ए यहाँ प्लेस होल्डरमा लेख्नुपर्छ हामी पहिला त्यही कन्टेन्टमा हेरौँ न कन्टेन्टमा त्यहाँ प्लेस होल्डरमा लेख्नु न यो प्लेस होल्डर भनेर चाहिँ तपाईँको नेम इमेल मेसेज भनेर आछ नि माथि हजुर हजुर त्यो हो त्यहाँ चाहिँ फोन भनेर टाइप गर्नु न त्यो के भयो यो बिचमा नि यहाँ फोन भनेर आइदियो भएपछि ठिकै हुन्छ ग्यापिङ होइन आउँछ त त्यहाँ छ त अप्सन छ नि कन्टेन्टमा जानु त होइन तपाईँ उतापट्टि जानुभयो ए यतापट्टि एड्रेसमा जानुभयो हजुर हजुर यहाँनिर तपाईँले अघि एड आइटम गर्नुभयो नि त इनपुट साइज स्मल गर्नुभयो अहिले तल आउनुहोस् त अघि कुन आइटम एड गर्नुभएको थियो तपाईँ यो चाहिँ थपेको छ त्यसमै क्लिक गर्नु अब यसमा चेन्ज गर्ने हो यसमा चाहिँ के छ भने यहाँ कन्टेन्ट र एड प्यान्स छ होइन अनि त्यसपछि यो तपाईँको फोन नम्बर भनेपछि यो टाइपमा टेक्स्ट होइन यसमा नम्बर सिलेक्सन गर्नुपर्छ पहिला
नम्बर किन फोन भने त नम्बर हो नि त यो टिएल वाला नै हुन्छ कि टिएल यो बक्सको माथि यसरी इमेल छ नि त्यसरी नै यो फोनको माथि नि फोन आइदियो भए चाहिँ ग्यापिङ बराबर हुन्थ्यो नि त यहाँ लेभल भन्नेमा टाइप गर्नु त आउँछ फोन भनेर ए त्यसलाई लेभलिङ भन्छ हजुर यो बिचमा आउनेलाई प्लेस होल्डर भन्छ माथिकोलाई त्यही भएर हामीले एउटा हेर्नुपर्छ अनि यही छ यो प्लेस होल्डर अनि यसलाई कम्पलसरी गर्ने हो भने रिक्वायर्डमा यो यस गर्नु पर्यो हजुर अप्सन यस गरिदिनु न फोन नम्बर यो त फर्ममा त यति त कम्पलसरी नै हुनुपर्छ चाहिन्छ हजुर कलम विथ 100 अब यतिमा अनि इनपुट साइज स्मल रिक्वायर्ड मार्कलाई यसै गरिदिनु यिनीहरूलाई अनि त्यसपछि यो बटन्स भनेको चाहिँ यो तलको सेन्टको बटन छ नि सेन्ट हजुर हजुर सेन्टको बटन चाहिँ अहिले अब स्मल ठिक छ 100% प्रिभियस तपाईँले सबमिट टाइप गरेर नि पाउनुभयो सेन्टको ठाउँमा यहाँ सेन्ट भनेर लेखेको छ नि यहाँ सबमिट बटन यसमा तपाईँले सबमिट भनेर राख्न पाउनुभयो अनि आइकन सिलेक्सन गर्न पाउनुभयो यो चेन्ज गरेर हेर्नु न थाहा हुन्छ अनि के छ भनेर हामीले यसमा चाहिँ यो एसभिजी इमेज छैन हामीसँग यो आइकन लाइब्रेरीमा गएर यो राइट एरो सपोज एउटा सिलेक्सन गर्नु यो राइट एरो अब यसलाई फ्रन्टमा राख्ने कि ब्याकमा राख्ने ब्याकमा भन्दा नि फ्रन्टमा राखिदिनुहोस् यसलाई आइकन पोजिसन एन्डमा अब यसमा अरू के चेन्ज गर्न पर्छ तपाईँले यो छ नि सर फोन नम्बरमा र यो इमेलमा चाहिँ यो स्टार आयो अनि त्यसपछि नेम र मेसेजमा चाहिँ आएन हैन भएन फेरि हामी त्यही कन्टेन्टमा जानुस् हजुर अहिले हामी फर्म फिलमा छौँ माथि कन्टेन्टमा जानुस् त कन्टेन्टमै छौँ अब त्यो नेममा क्लिक गर्नु न त्यहाँ एस्टरिस यहाँ रिक्वायर्ड छ नि यहाँ यस गरिदिनुहोस् भइहाल्छ हजुर यसमा चाहिँ अब जति आइटमहरू आफूलाई कति चाहिने हो त्यहाँ चाहिँ थप्न पाइयो अब यसरी नै हो यसमा एडिट गर्ने हजुर अब अरू एडभान्समा अरू यहाँ केही चेन्जेस गर्नु पऱ्यो भने अझ एडभान्समा पनि छ अप्सनहरू हाम्रो एडभान्समा त हेरै छैन हामीले यो मार्जिन होइन यिनीहरूको मार्जिन प्याडिङ अब प्याडिङ भने यो नेम र यो माथिको बक्सको बिचको ग्यापिङ हजुर अब यति ठिक भयो यति नै राखिदिनु भयो नत्र भने यसलाई सानो ठुलो बनाउनु पाइयो मार्जिन प्याडिङ त्यो मार्जिन प्याडिङहरूलाई यहाँ अब बोर्डरहरू छ यिनीहरूलाई बोर्डर राख्ने हो भने बक्स यो पुरै बक्सलाई बोर्डर राख्न पनि सक्नुहुन्छ अरू त्यस्तै हो यो रेस्पोन्सिभ भने चाहिँ के हो सर मेन रेस्पोन्सिभ गर्छौँ अहिले हामी रेस्पोन्सिभ भने तपाईँको वेबसाइट चाहिँ मोबाइलमा हेर्दाखेरि पनि राम्रो देखिनु पर्यो भने हजुर ट्याब्लेटमा हेर्दाखेरि पनि राम्रो देखिनु पर्यो यहाँ माथि टपमा हेर्नु त तपाईँको डेस्कटप मोड यहाँ ट्याब्लेट मोड यहाँ मोबाइल मोड छ नि यो पहिले सिध्याउँछौँ अनि त्यसपछि हामी यसमा पनि गर्छौँ अहिले नै अब हाम्रो त अब म्याक्सिमम वेबसाइटहरू त अब सबैले अब मोबाइलमै हेर्ने त हो नि हजुर हजुर त्यही भएर यसलाई चाहिँ मोबाइल रेस्पोन्सिभ बनाउनुपर्छ हामीले यसमा सेटिङहरू अप्सनहरू यिनीहरू नै हो अब तपाईँलाई कुन कुन सुटेबल हुन्छ युज हुन्छ त्यही युज गर्ने हो यसमा पब्लिस गरिदिनुहोस्
हजुर भयो यो भयो अब हाम्रो के आइछ यहाँ तल ए बटन डिजाइन गरेर यो हाम्रो तलको फुटरमा आइको रहेछ है हजुर ल फुटरमा जाउँ त्यसको लागि ड्यासबोर्डमा टेम्प्लेट्सको थिम बिल्डरमा जाउँ टेम्प्लेट्स उतै माथि छ ए हजुर इन्टर हुँदै हुँदै टेम्प्लेट्सको थिम बिल्डर हेडरको भइसक्यो है हाम्रो हजुर एड गर्ने हो यो प्लस गर्ने हजुर फुटर गरिदिनुहोस् यसलाई क्लोज गरिदिनुहोस् यसलाई क्लोज गरिदिनु हजुर अब एउटा स्याम्पल चाहियो नि हामीलाई कुन डिजाइनमा गर्नुहुन्छ त फुटरको डिजाइन अब तपाईँले यहाँ हेर्नु भएको चाहिँ गर्दा नि हुन्छ हुन्छ त्यही अनुसारले गर्नु त त्यही अनुसारले कन्टेनर लिने हामीले यसमा सोसल आइकन र राखेको रहेछ हजुर भनेपछि दुईवटा कन्टेनर लिएर दुईवटा कन्टेनर लिनु न योवाला लेख्दा हुन्छ सर हजुर त्यो भन्दा नि उयो त्यो चाहिँ हजुर एक साइडमा सोसल आइकन राखिदिनुहोस् तपाईँले नराख्नु हुन्छ यो खासै फरक पर्दैन त्यसपछि बीचमा टेक्स्ट हेडिङ राखिदिनुहोस् हजुर त्यो कपी गरेर पेस्ट गरिदिनु न अब यसमा ए हेडिङ टाइप भनेर त यहाँ त टन्नै आयो त सर स्पेस स्टाइल बक्स कलर यसले केही फरक पार्छ पार्दैन होइन हामीले चाहिँ यो टाइटलमै गएर टाइप गर्नुपर्छ ए यही हो यसलाई सबैलाई हटाउँदा हुन्छ हटाइदिनु यति राख्यो नि त होला नि सर यसमा त यति राख्ने
त परेन ठिकै छ हजुर अब यो सोसल आइकनलाई सानो गरिदिनुस् एउटै साइज गर्नु पर्यो नि त हुन्छ अनि त्यसपछि ब्याकग्राउन्डमा कुन ब्याकग्राउन्ड राखिदिनु हो एउटा ब्याकग्राउन्ड राखिदिनुस् भइहाल्यो तपाईँको यो यिनीहरूको आइकनको कलरलाई चाहिँ वेबसाइटको कलर अनुसार एउटै राखिदिँदा हुन्छ सबैलाई एउटै कलरमा राखिदिँदा नि भयो नभए सबैलाई ब्ल्याक गरिदिँदा नि भयो हजुर size style तपाईँले यो फुटरमा चाहिँ अब अरू पनि आइटमहरू एड गर्नु पऱ्यो भने यसरी नै कन्टेनरले नि हजुर अब यो एउटा चाहिँ माथिको कन्टेनर भयो अनि योभन्दा मुनि कन्टेनर थप्न पाउनुभयो तपाईँले अनि त्यही अनुसारले अरू आइटमहरू के राख्ने अब यसमा तपाईँले मेनु पनि राख्न पाउनुभयो न्याप बार मेनु बारहरू अरू इन्फर्मेसनहरू जति पनि एड गर्न पाइयो अनि यो चाहिँ अब प्रत्येक पेजमा आउने भयो हेडर र फुटर चाहिँ यो फिक्स हुन्छ यो चाहिँ हजुर ठिक छ होला सर अहिले ठिक छ ल पब्लिस गरिदिनुहोस् त एड कन्डिसन गर्नुहोस् यो चाहिँ इन्टायर साइटमा देखाउने हो हामीले सेभ एन्ड क्लोज गर्नुहोस् यो भयो एकचोटि भ्यू लाइभ साइट गर्नु त एकचोटि क्या है त ए यो त उसको मात्रै आयो फुटर मात्रै आयो फुटर मात्रै देखाउँछ यो हामी अहिले फुटरमा छौँ यसमा भयो त्यो उसमा छ नि सर त्यो पपअप र अनि त्यहाँबाट त्यसपछि त्यो व्हाट्सएप आइकन राख्नु पर्यो एकचोटि व्हाट्सएप आइकनलाई त्यो च्याटी ड्यासबोर्डमा जानु त त्यो हामीले नर्मली त्यो मेसेजहरू अटो रिप्लाई हुने हुन्छ नि हजुर तिनीहरू कसरी अब यसमा हामीले व्हाट्सएपको मेसेजिङको लागि राख्नलाई अब त्यो प्लगइनमा जानुस् हजुर एड प्लगइन गर्नुस् एड प्लगइन च्याटी CHATY च्याटी भनेर सर्च गर्नुस्
कम्पेटेबल विथ योर भर्सन अफ वर्डप्रेस भनेको छ होइन। ल इन्स्टल नाउ गर्नुहोस् है। कुन चाहिँ वाला सर यो? यही पनि ठिक हुन्छ। फर्स्टको भन्नुभयो? कम्पेटेबल विथ हुन्छ, फर्स्टै हुन्छ। एक्टिभेट गर्नुहोस्। अब हाम्रो वेबसाइटमा कोही आएर त्यो फर्म भरेको अवस्थामा हामीलाई मेसेज चाहिँ कहाँ आउँछ सर? मेसेज तपाईँको ड्यासबोर्डमा इमेलमा त्यो फर्म भर्नु भएको छैन तपाईँले? आफैले भरेर हेर्नु आयो हुन्थ्यो। हेरेको छैन। के अरे यो गो टु च्याटिङ गर्ने कि डिलिट गरिदिने? इन्टु गर्ने? इन्टु गरिदिनु यसलाई। हजुर। अब हामीले यसलाई क्रिएट गर्नु पर्यो। पहिला एउटा विजेट क्रिएट गरौँ। अब तपाईँ के राख्ने यसमा? वाट्सएप होइन त? यो भयो लाइभ च्याट गर्न मिल्यो नि त वाट्सएपमा। नाम लिनुहोस्। विजेटको नाम विजेट 1 डिफल्ट चाहिँ हुँदा नि भयो। तपाईँले आफ्नो नाम दिन नि पाइयो। हजुर। अब यही होस्। यो च्याटी सिलेक्सन गर्नु। यो फोन चाहिँ हटाइदिनु नभए। फोन राख्ने कि च्याटी राख्ने? यो अगाडिको वाट्सएप राख्ने? वाट्सएप राख्दिनु। यहाँ देखिन्छ है तपाईँको राइट साइडमा तपाईँको के हजुर हजुर। अनि त्यसपछि यो सिलेक्सन गर्नुभयो। अब यहाँ राख्नुहोस् तपाईँको वाट्सएप नम्बर। हजुर। अनि त्यसपछि डाउन आउनुहोस्। ए सर योभन्दा डाउन हुँदैन। यसमा सो अन डेस्कटप र मोबाइलमा इनेबल वाट्सएप च्याट विजेट गर्नुहोस्। यो तपाईँको अब यहाँ राइट साइडमा हेर्नु त यहाँ। हजुर। यहाँ चेन्जेस देखाएको छ है। हजुर। अब यसरी आउँछ यो। अब तपाईँ के भन्ने? अब हाउ क्यान आई हेल्प यु भनेको छ उसले। तपाईँले यहाँ के लेख्यो तपाईँको सेन्टेन्स? हजुर। यो भइहाल्यो। अब थप्नलाई चाहिँ अरू क्वेसन थप्नलाई चाहिँ यहाँबाट हुन्छ होइन? हेडलाइन लेट्स च्याट अन वाट्सएप। थप्नुहुन्छ कि यतिकै ठिक छ? होइन यतिकै ठिक छ। अहिले थप्नु पर्यो भने चाहिँ यसमै हुन्छ होइन त? हुन्छ हुन्छ। अब हेडर ब्याकग्राउन्ड के राख्ने? यहाँ अहिले ग्रिन छ, यो ग्रिनै छोड्दा नि भयो। तपाईँ ग्रिनै निक नेम राख्नुहोस्। ल माइकल भनेर छ, आफ्नो नाम राखिदिएर भइहाल्यो। अब तपाईँको यहाँ इमेज पनि राख्न पाइयो। इमेज राख्ने हो भने तपाईँको मेसेज के राख्ने हो? टेक्स्ट इनपुट प्लेस होल्डर। यहाँ के राख्नुहुन्छ कि यतिकै छोडिदिने? तपाईँले तपाईँको अब त्यहाँ कन्ट्याक्ट अस भनेको छ नि? हजुर। यतिकै यो डिफल्टमा आउँछ यो। यतिकै ठिक छ। यतिकै ठिक छ। ल ठिक छ। अब यसो भए हामी अब 1 नम्बरमा सिद्धियो। च्यानल सिलेक्सन गऱ्यौँ हामीले। 2 नम्बरमा जाउँला। विजेट कस्टमाइजेसनमा क्लिक गर्नु त माथि। हजुर। अब यसमा भ्यू, सिम्पल भ्यू, च्याट भ्यू, यो चाहिँ प्रो रहेछ। अब यो सिम्पल भ्यू नै भयो। अब पोजिसन अब राइटमा लेफ्टमा कता राख्ने यो ठिकै छ होइन? विजेट साइज स्मल, मिडियम, लार्ज। तपाईँको यहाँ कन्ट्याक्ट अस भनेको छ। अब यो चेन्ज गर्न पाउनुभयो नभए कन्ट्याक्ट अस पनि ठिकै छ होइन? अनि कल टु एक्सन बिहेभियर
हाइड आफ्टर फर्स्ट क्लिक सो अल द टाइम गर्ने कि हाइड आफ्टर फर्स्ट क्लिक गर्ने सो अल द टाइम गर्दा नि भयो तपाईँले ल हजुर होइन अनि त्यसपछि कल एक्सन टेक्स्ट कलर ल टेक्स्ट कलर कस्तो राख्ने अहिले यो ब्ल्याक छ क्या यो नै ठिकै होला है ब्याकग्राउन्ड कलर कस्तो राख्ने हो यसमा खासै केही चेन्जेस गर्नु परेन हजुर मेरो विचारमा अझै डाउन छ त अप्सन डाउनहरू हेरौँ त ब्याकग्राउन्डलाई यो गुगल एनालाइटिक ब्याकग्राउन्ड यो खासै यो ठिकै होला यो परेन अब ट्रिगर्स एन्ड टार्गेटिङमा जाउँ 3 नम्बरमा ट्रिगर एक्टिभ डिस्प्ले आफ्टर अन द पेज होइन सुरुमै देखाउने हो पेजमै होइन केही छैन डिस्प्ले आफ्टर होइन यो सबै ठिक छ ल यसमा एड लाइभ च्याटमा हेरौँ त एड लाइभ च्याटमा चाहिँ के भन्छ यसले एड लाइभ च्याट टर्म्स एन्ड कन्डिसन अब यसमा गएपछि त लाइभ च्याट गर्न मिलिहाल्यो तपाईँको डाइरेक्ट आइहाल्छ मेसेज अब सेभ विजेट गर्नुहोस् ल हजुर सेभ गर्नुहोस् न अब कङ्ग्रेचुलेसन योर फर्स्ट विजेट इज नाउ अप एन्ड रनिङ अन यो वेबसाइट ल ठिक छ ल यसलाई क्लोज गरिदिनुहोस् ल ब्याक टु डेसबोर्ड यो भयो अब हाम्रो हेरौँ वेबसाइटमा यसलाई भिजिट साइट गरौँ त यहाँ कन्ट्याक्ट अप्सन आयो होइन हजुर अब मेसेज पठाउनु नि त वाट्सएपमा मेसेज पठाउनु नि त आयो हजुर आयो हजुर आयो होइन ल हजुर रेस्पोन्सिभ यति चाहिने हो हामीलाई अब यो भएपछि डाइरेक्ट तपाईँसँग लाइभ च्याट गर्न मिल्यो नि त हजुर वाट्सएप त एनी टाइम भइहाल्छ अनि अब यो माथिको फर्म छ नि यो फर्ममा पनि यो फर्म भरेर पठाउनुहोस् त यो पनि आउनुपर्छ डाइरेक्ट यसलाई चाहिँ रेस्पोन्सिभ भन्छ यो वेबसाइटलाई चाहिँ सेन्ड गर्नुहोस् सर्भर इरर सबमिसन फेल भनिरहेको छ सर्भरमा अब के इरर आयो त तपाईँको यो सर्भरको इरर भन्छ यसले है हजुर सर्भर इरर भनेको त यसले यस्तो त आउनु हुने मेरो मेन पेजमै समस्या भएर होला त सर्भर इरर भन्छ त एकचोटि यो मेसेजलाई कपी गरेर यो च्याट जिपिटीलाई सोध्नु त के इरर आयो हेरौँ त्यसले भनिदिन्छ च्याट जिपिटीले अब सर्भर इरर त भने अब के इरर भयो त अब
यस्तो भनेर आइरहेछ submission failed What because this error means? Your submission failed because of server error. The form plugin like contact form 7 try to send an email using your server's PHP mail functions or SMTP and it failed. The failure could be due to no email service configured on your hosting, wrong sender email address. Email address त ठिक छ है? ठिक छ होला सर ठिक त भए जस्तो लाग्यो त्यही त इमेल एड्रेस ठिक छ कि छैन त्यो चेक गर्नुहोस् अनि द होस्टिङ सर्भर र ब्लकिङ पिएचपी मेल फङ्सन मिसकन्फिगर फ्रम फर्म सेटिङ्स भनेर भन्छ इमेल एड्रेस त ठिक छ नो यो एसएम यो छ नि एसएमटिपी हजुर यो कन्फिगर गर्नुपर्छ भन्छ यसले के भन्छ Step 1 install an SMTP plugin. PHP mail is often unreliable on shared hosting. Use a proper SMTP mail or WP mail is the free most popular. यो चाहिँ एकचोटि यो गरेर हेरौँ न त हामी यो WP mail SMTP छ नि हजुर यो प्लगइन इन्स्टल गरेर गरौँ त यो त अलरेडी कन्फिगर हुनुपर्ने हो तपाईँको किनभने हाम्रो त रियल होस्टिङमा काम गरे हो नि त हामीले हजुर अब हामीले चाहिँ फ्री होस्टिङमा यिनीहरूमा चाहिँ लोकल सर्भरमा काम गरे भए यो प्रब्लम आउँथ्यो तर हाम्रो त रियल होस्टिङ हो नि त यो त हजुर यस्तो त आउनु नपर्ने त्यही पनि अब यो WP मेल SMTP भन्ने छ नि यो प्लगइन हजुर इन्स्टल एन्ड एक्टिभेट गरौँ त एकचोटि WP मेल SMTP पाउनु है यो माथि गर्नुहोस् त एकचोटि यो WP इमेल टेम्प्लेट याद ब्युटिफुल HTML टेम्प्लेट टु अल वर्डप्रेस एन्ड यहीँको कपी गरेर हाल्छु नि त म एकचोटि इमेल सेन्ड इमेल होइन यही हुन्छ होला एसएमटी जिमेल जिल्ला स्पार्क होस्टिङ त्यही हो एसएमपिटी त्यही नै हो कम्पेटेबल विथ भर्सन यो चाहिँ हो क्या कसो पपुलर कम्पेटेबल छ है 4+ मिलियन एक्टिभ इन्स्टलेसन ल यही अगाडि चाहिँ इन्स्टल नाउ एक्टिभेट गरिदिनुहोस् त यसलाई यसमा चाहिँ हाम्रो यो प्लगइनहरूले नै यो सपोर्टिङ यो सफ्टवेयरहरू हो यिनीहरूले नै फङ्सन गर्छ अनि प्लगइनहरू धेरै राख्दा नि वेबसाइट लोडिङ हुन टाइम लाग्छ भन्दो रहेछ नि सर त्यही भएर हामीलाई जति युज हुन्छ त्यति चाहिने त प्लगइन राख्नु परिहाल्यो नि हामीलाई आवश्यकता जति पर्छ त्यति प्लगइन जस्तै हामीले अहिले हामीलाई यो च्याटीको आवश्यकता पर्यो होइन प्लगइन यो त राख्नु परिहाल्यो यो जति आवश्यकता पर्छ त्यति त हेभी त हुन्छ सायद तर एक्टिभेट गर्नुभयो हजुर त्यति चाहिँ राख्नुपर्छ वेलकम टु लेट्स गेट स्टार्टेड गरिदिनुहोस् ल तपाईँले कुन युज गर्नुभएको छ ब्रेभो हो हजुर तपाईँको यो कुन यो छ तपाईँको क्रोम हो कि क्रोम नै हो हजुर क्रोम रिकमेन्डेड मेलर्स
होइन क्रोमबाट नै गइरहेको छ हाम्रो यो क्रोम यो के अरे गुगल जिमेल नै हुन्छ के हुन्छ गुगल जिमेल हजुर गुगल जिमेल पनि हो हामीले युज गरेर त यही होइन गुगल जिमेल त हो नि मल्टिपल्सले गर्न नमिलिरहेछ ल हामीले अहिले हाम्रो त यो जिमेल नै हो होइन एकचोटि यही के ब्रेभो होइन यही सेभ एन्ड कन्टिन्यू गरौँ एकचोटि आई अन्डरस्ट्यान्ड कन्फिगर मेलर सेटिङ्स माथि गर्नु त एकचोटि माथि यो त अटोमेटिक हुनुपर्ने हाम्रो यसमा त हाम्रो यो होस्टिङमै यो त एसएमटिपी त यो एक्टिभेट भइरहेको हुनुपर्थ्यो यो सिपिएनएलमै यो एसएमटिपी यो माथि गर्नु त एकचोटि यो उसमा हेरौँ गुगलमा यसमा क्लिक गर्नु हजुर यसमा यो लिङ्क छैन छैन तल डाउन आउनुहोस् त्यसमा बिलो provide cookie and easy way to connect Google that does not require creating your own app. यो ठिक छ कन्टिन्यू टु गुगल गरिदिनुहोस् कनेक्ट टु गुगल अथोराइजेसन कनेक्ट टु गुगल एक्सेस ब्लक अथोराइजेसन एरर भनेर आइरहेछ मैले अर्को मेल एड्रेस राखेको थिएँ त्यही भएर होला त त्यो उता त फर्म भर्दा हो जुन राखे नै आउन त पर्ने हो एक्सेस ब्लक र अथोराइजेसन एरर कसरी ब्लक भयो त ब्याक गर्नु त एकचोटि त्यो त जुन राख्दा नै आउनु पर्ने हो हजुर अझै ब्याक जानु त एकचोटि यसलाई अन क्लिक सेटअप यता प्रोमा गराइछ यो प्रो भर्सनमा छ अझ ब्याक जाने हजुर ब्रेभो भने क्लिक गर्नु त सेन्ड लेयर एसएम डट नभए यही सेलेक्सन गर्नु एसएमटिपी नै सेलेक्सन गर्नु त माथिको इनर नै रिकमेन्डेड भनेको रहेछ यसले हजुर सेभ एन्ड कन्टिन्यू गर्नुहोस् त गेट स्टार्टेड गर्नुहोस् ल गेट स्टार्टेड विथ smtp.com गर्नु त क्लिक गर्नु अर्को ट्याबमा खोलिरहेछ सिपिएनएलमा त कन्फिगरेसन भइरहेको हुनुपर्ने यो यसरी आएछ अरे फ्री ट्रायल यो त फ्री ट्रायल के भनेर पो आउँदो रहेछ त नि यसमा त यस्तो हुन पर्ने यो पेमेन्टको कुरो पो छ त यो यस्तो हुँदैन नि यो फेरि बुझेर हेर्न पर्ला जस्तो छ यो ब्रेभोमै गर्नु भने अब त्यो अहिलेको च्याट जिपिटीले त्यो के भनेको थियो तपाईँले त्यो क्लोज गर्नुभयो हजुर छैन सर त्यो च्याट जिपिटीको हेर्नु त एक्टिभेट सजेसन
Send Blue Bravo SMP to your domain main line. त्यो उनीहरूलाई एकचोटि तपाईँले कल गरेर सोध्नुभयो त्यो हजुर होस्टिङ प्रोभाइडरलाई? तिनीहरूलाई फोन मेसेज गरेको थिएँ मैले त्यो चाहिँ थेममा आएको प्रब्लम हो भन्यो अनि मैले सिपेनलमा गएर अलिअलि मिलाउन चाहिँ मिलाएँ अहिले चाहिँ त्यो थेमको चाहिँ पुरै बिग्रिएर आछ अरू चाहिँ भइरहेछ अब कस्तो वेबसाइट कस्तो भएर आइरह त्यो थेम अर्को युज गर्न नि मिलेन क्या सर मेरोमा थेममा त अनि त्यसको तपाईँले वेबसाइटको ब्याकअप लिनु भएको भए चाहिँ त्यो मिल्थ्यो अब त्यस्तो मिलेर बनाएको वेबसाइट अहिले त पुरै भत्ताभुङ्ग लथालिङ्ग भएर आइ यस्तो भएर आइरहेछ सर यो थेममा प्रब्लम आएछ नि अनि डाइरेक्ट यो थेम अब चेन्ज गर्न मिल्दैन सर तपाईँले त्यो थेम अपडेट गर्नु भएको थियो र थेम अपडेट नै गरे छैन अहिले त पछि त त्यही त त्यसमा थेममा नचलाइकन त यो बिग्रिनु नपर्ने त्यो चलिरहेको वेबसाइट एकैचोटि यस्तो भएर खोल्दै खोलेन अनि यस्तो भएर आयो क्या यसलाई फेरि रिडिजाइन गर्नुभन्दा अरू विकल्प छैन सर तपाईँले यसलाई ब्याकअप राख्नु भए चाहिँ विकल्प हुन्थ्यो ब्याकअप छैन कसरी राख्ने हो सर त्यो ब्याकअप चाहिँ म त अरू वेबसाइटको लागि नै यसो सिक्नुपर्ने छ त्यही त नि ब्याकअप राख्ने त्यही प्लगइन त हो नि यसमा प्लगइन भन्नाले अब यसमा यही हामीले गरिरहेकोमा गर्नु पर्यो भने यही गरेको राखेकोलाई नै ब्याकअप गर्नु पर्यो भने प्लगइनमा जाने हजुर जानुहोस् त एकछिन यो सब यो अब छोडिदिन्छ नि यसलाई हेरेर भनिदिनुहुन्छ कुन गर्ने भनेर हजुरले यसमा होइन यो चाहिँ अटोमेटिक हामीले यस्तो केही पनि गर्नै पर्दैन यो सी प्यानलमै एक्टिभेट हुनुपर्छ कि सी प्यानलमा त्यहाँ एसएमटिपी भन्ने हुन्छ त्यो उनीहरूले चाहिँ त्यो अन गर्दै हुनुपर्छ होस्टिङ प्रोभाइडरले त्यो सुविधा हुन्छ कि हामीले यताबाट केही गर्नै पर्ने होइन यसमा खासमा भन्ने हो नि सी प्यानलमा जामै त हेर्नु पर्यो सर अब कहाँनेरि हुन्छ त्यो यो एसएमटिपी भन्ने यहाँ इमेल यहाँ छ त यहाँ तल आउँछ टुल्सको नभए सर्च गर्नु त एकचोटि एसएमटिपी यही हो क्या अटो रेस्पोन्सर यही हो कन्फिगर अटोमेटिक यो चाहिँ एड अटो रेस्पोन्डर यो अटोमेटिक यो चाहिँ उनीहरूले एक्टिभेट गर्दै हुनुपर्ने यो एक्टिभेट कसले थाहा हुन्छ सर एक्टिभेट छ कि छैन एड अटो रेस्पोन्डर इफ यु डु नट क्रिएट forwarder or email account with the same address as this autoresponder mail sent to the will only be handled by the autoresponder before it is discarded यो त autoresponder हैन एसएमटिपी नै भन्ने हुन्थ्यो नि त टुल्समा जानु मेल भयो
भेट्टा भयो एसएमटिपी पैसा छैन त देख्दिनँ त म त इमेल एकाउन्ट्स भनेर कहाँ छ त त्यो हेर्नुहोस् इमेल एकाउन्ट्स भनेर छ इमेल त त्यो माथि छ सर इमेल एकाउन्ट्समा जानुहोस् त एकचोटि यहाँ छ कि हेर्न लाग्नु इमेल एकाउन्ट त यहाँ छ इमेल एकाउन्ट्समा यहाँ कनेक्ट डिभाइसेस भन्ने छ भित्र गएपछि एकछिन त्यो छ सर कनेक्ट डिभाइसेस छ अनि मेल क्लाइन्ट म्यानुअल सेटिङ्स त्यही कनेक्ट डिभाइसेसमा गएसिन् हजुर कनेक्ट डिभाइसेस आइएसओ मेल क्लाइन्ट म्यानुअल हजुर यो त उनीहरूले यो मिलाइदिइरहेको हुनुपर्छ यो तपाईँले मिलाइदिइरहेको हुनुपर्छ एसएमटी आउटगोइङ सर्भर एसएमटिपी मेल डट डोमेन.com सेट चाहिँ गरिराखे जस्तै छ सर हो सेट गरे भए त त्यहाँ चेन्ज नगर्नुहोस् हैन हजुरले देखिरहनु भएको छ मेरो सेट तपाईँको त्यो 900 त्यो त यहाँ चाहिँ 993 995 465 एसएमपिटी 4 यो त ठिकै छ अथेन्टिकेसन अनै छैन त अथेन्टिकेसन अन छ कि छैन हेर्नु त कहाँबाट थाहा हुन्छ सर यो रिक्वायर्ड अथेन्टिकेसन हैन आइएमएपी यो पप अथेन्टिकेसन encryption SSL RTL authentication तपाईले फायरवाल कुन युज गर्नु भएको छ फायरवाल भन्नाले enable SMTP port in a firewall if needed if you manage मलाई त केही थाहा भएन त सर यसको बारेमा त your 465 SMTP यो ठीक छ are open in the firewall यसमा सेटिङ त ठिकै छ त यो यसमा सेटिङ केही मिलाइराख्नु पर्ने छैन सो नन एसएसएल टिएलएसएल सेटिङ्समा यो डाउन एरोमा क्लिक गर्नु त त्यसमा यहाँ के छ हेरौँ आउटगोइङ सर्भर 587 यो पनि ठिकै छ त सेन्ड कन्फिगरेसन यसमा त ठिकै छ सेटिङ यसमा त केही मिलाइराख्नु पर्ने त देखिएन यसमा ठिकै छ म्यामलाई त्यो उता ब्याकअपको लागि चाहिँ के गर्ने भन्नुभएको थियो सर त्यसलाई नि प्लगइन इन्स्टल गर्नु न ए यसको लागि प्लगइन नै चाहिन्छ त्यही त हामीले अब सबै प्लगइन नै हो यसबाट कामै गर्ने प्लगइन र थिम र प्लगइन भनेको थिएँ नि मैले हजुर थिम भने सुरुको फाउन्डेसन भइहाल्यो अनि त्यसपछिको अरूको जति पनि सपोर्टिङ कामहरू सबै प्लगइनबाट गर्ने हो हामीले उहाँ ड्यासबोर्डमा जानुहोस् त अब हस् अब सपोज अब हामीलाई यही वेबसाइटको चाहिँ हामीलाई ब्याकअप चाहियो हजुर हामीलाई ब्याकअप चाहिँ अब हाम्रो हार्ड डिस्कमा सेभ गरिराख्नुपर्छ यसलाई अनि पछि अब यो वेबसाइटमा प्रब्लम आयो भने पनि
हामीले चाहिँ युज गर्न पाइयो हजुर ब्याकअप भइरहेपछि सर्च गर्नुहोस् त अल इन वान WP माइग्रेसन ब्याकअप माइग्रेसन भन्ने नै हो र सर यो पनि हो तर यो होइन हामीले युज गर्ने WP माइग्रेसन भन्ने हो TION MIGRATION यो सुरुको अल इन वान WP माइग्रेसन अनि ब्याकअप यो चाहिँ युज गर्ने हो हाम्रो WP भने वर्डप्रेस हजुर अब हामीले वर्डप्रेसको CMS युज गरेका छौँ अब यसलाई नै सुटेबल हुने युज गर्नु पर्यो नि हामीले हजुर यसलाई इन्स्टल एन्ड एक्टिभेट गर्नुहोस् हजुर भयो अब यो चाहिँ हाम्रो कहाँ आयो टुल्समा है क्लिक गर्नुहोस् अल इन वान WP माइग्रेसनमा अब यसलाई चाहिँ हामी एक्सपोर्ट गर्छौँ त्यो एक्सपोर्ट साइट टु भनेको छ नि हजुर 3 लाइन त्यहाँ क्लिक गर्नुहोस् अब हाम्रो यहाँ चाहिँ धेरै फाइल फर्मेट कहाँनिर चाहिँ हामीले यो फाइल सेभ गर्ने भनेर सोधे हो कुन फर्मेटमा यो फाइल छ गुगल ड्राइभ FTP ड्रपबक्स यो थुप्रै छ है यो मध्ये हामीले चाहिँ यो फाइल फर्मेटमा फाइलमा है हजुर हजुर यो प्रिपेयर हुन्छ अब एक्सपोर्ट हुन्छ यो आफै हुन्छ होइन यहाँ रेडी भएपछि क्लिक गर्नुपर्छ हामीले अहिले त रेडी हुँदैछ पहिला त मेरो त्यो अर्कोमा थियो यो पछि चाहिँ अनइन्स्टल गरिदियो कि जस्तो लाग्यो कुनमा त्यही हो त्यो बिग्रेको वालामा क्या अर्को वेबसाइटमा ए यिनीहरू भने चाहिँ यो जति आवश्यकता पर्छ यिनीहरू प्लगइन त चाहिन्छ नै हामीलाई अब अनावश्यक त धेरै प्लगइन भयो भने चाहिँ हाम्रो वेबसाइट स्लो हुन्छ होइन हेभी हुन्छ स्पेस पनि धेरै लिन्छ अब नचाहिने चाहिँ हटाइदिने चाहिने त चाहिहाल्यो हामीलाई टाइम लाग्दो रहेछ टन्ने हजुर टाइम लाग्छ नि यो नेट पनि भर पर्छ हाम्रो अमर सरले क्लास लिइरहनु भएको छ के गर्नु भएको छ सर हजुर अमर सरले क्लास लिइरहनु भएको छ के छ ए अमर सर अस्ति क्लास लिन्छु भन्दै हुनुहुन्थ्यो उहाँको काका कि को बित्नु भएको छ हजुर अहिले ग्याप गर्नु भएको छ उहाँले मसँग टाइम भयो भने अरू साथीहरूसँग यसो जोइन गरेर क्लास लिनु मिल्छ मिल्दैन सर मैले हजुर अब हजुरले अरूलाई क्लास दिइरहनु भएको बेला मसँग टाइम भयो भने अब लिन्छु भन्न मिल्छ मिल्दैन मिल्छ कुन टाइममा छ हजुरको क्लास मेरो बेलुका क्लास हो बेलुकाको सरहरूको अहिले सबैको काम परेर के गर्नु भएको छ हजुर उहाँको क्लासहरू नै कन्टिन्यू भएको छैन अहिले
अब अर्को न्यू ब्याच चाहिँ अब 1 हप्तापछि सुरु गर्छु म। यो क्लास सकेपछि नि भोलिपर्सि केही समस्या पर्दाखेरि हजुरको सपोर्ट त पाइन्छ नि सर? पाइन्छ तपाईँले मलाई सोध्न पाउनुहुन्छ। हजुर तपाईँको त्यहाँ वेबसाइटहरुमा केही प्रब्लम आयो भने म सल्भ के प्रब्लम आउँछ सपोर्ट मिल्छ। यो ग्रीन लाइनमा छ नि त्यहाँ क्लिक गर्नुस् त। हजुर डाउनलोड हुँदैछ हैन त? हजुर तपाईको साइज 176 MB को रहेछ। हजुर यो चाहिँ हाम्रो अब भनौँ न ल्यापटपमै हुन्छ अनि चाहिए बेला अपलोड गर्ने हो त ल र? हजुर हो। तपाईको अब त्यहाँ डाउनलोड भइरहेको हुन्छ .jsn फाइल फर्मेटमा। JSN त्यो अनि अहिले चाहिँ हामीले यसलाई एक्सपोर्ट गर्यौं। हजुर अनि अब
फेरि हामीले चाहिँ अब अर्को वेबसाइटमा चाहिँ अपलोड गर्न पर्यो भने चाहिँ इम्पोर्ट गर्नु पर्यो। इम्पोर्ट गर्ने अनि यो प्लगइन चाहिँ सेम हुनुपर्छ हामीले। यो अल इन वान WP माइग्रेसन एन्ड ब्याकअप भन्ने यो प्लगइन त टन्नै छ, थुप्रै प्लगइनहरू। हामीले अहिले जुन प्लगइन युज गरे त्यही प्लगइन नै त्यहाँ फेरि इन्स्टल एन्ड एक्टिभेट गर्ने अर्को साइटमा, अनि अरू केही गर्नु परेन, यही वेबसाइटलाई अपलोड गरिदिने। अब हाम्रो रियल वेबसाइटहरू पनि यसरी नै ब्याकअप लिनुपर्छ। तपाईँको त्यहाँ होस्टिङरले, तपाईँको त्यो होस्टिङ कम्पनीले वेबसाइट पहिलाको जुन एक्चुअल वेबसाइटमा चाहिँ प्रब्लम नआएको वेबसाइट ब्याकअप राख्दै रहेछ भने त्यो अहिलेको हटाएर त्यो यसरी नै इम्पोर्ट गर्न मिल्छ नि त। उनीहरूलाई भन्न मिल्छ? मिल्छ, उनीहरूले त्यो यो सुविधा हुन्छ नि त। यो ब्याकअप चाहिँ त्यहाँ उनीहरूले मन्थली वाइज राख्दै हुन्छ, विकली वाइज त्यो ब्याकअप हुन्छ नि त त्यहाँ। तपाईँको अहिलेको वेबसाइटमा प्रब्लम आयो, यसलाई चाहिँ हटाइदिने, पहिलाको त्यो ब्याकअप भएको चाहिँ तपाईँले फेरि इम्पोर्ट गरेर इन्स्टल गर्न मिल्छ नि त नि, एक्टिभेट गर्न मिल्छ। त्यो ब्याकअपको सुविधा रहेछ भने, ब्याकअप रहेछ भने त। हजुरले चाहिँ कुनबाट लिइरहनु भएको छ सर? डोमेन होस्टिङ कुनको छ हजुरको? मेरो अहिले युज भइराखेको होस्टिङरको छ। अहिले होस्टिङरको युज गरिरहेको छु मैले। मैले नि अहिले लास्ट टाइममा एउटा होस्टिङरबाट लिनु पर्यो भनेको, पेमेन्ट गर्नै मिलेन क्या सर। पेमेन्ट गर्नलाई चाहिँ यो इन्डियाकै चाहिँदो रहेछ। अहिले यस्तो बनायो हो, सिस्टम चेन्ज भयो हो? अहिले चेन्ज भएको छ। मैले त त्यो कुपन कोड युज गरेको थिएँ, त्यही भएर हो कि जस्तो लाग्यो। त्यसले फ्री इलिमेन्टर दिन्छु भनेको थियो क्या हजुर ब्लगरले, अनि उसकै कुपन कोड युज गरेर गरेको, पैसा तिर्नै मिलेन। अनि के गर्ने त त्यसको लागि? अब हामीले इनकेस हामीलाई चाहियो भने हामीले पेमेन्ट गर्ने त त्यही डलर कार्डबाट त हो नि। डलर कार्डको त्यो अप्सन नै देखाएन क्या सर। कार्ड नम्बर हाल्ने हुन्छ नि, अप्सन नै देखाएन मेरोमा। उनीहरूले यहाँबाट त्यो देखाएकै छैन त्यो पेमेन्ट गर्नलाई। अब भयो सर, यो डाउनलोड भयो, यसलाई क्लोज गर्दा हुन्छ? कम्प्लिट भयो डाउनलोड? हजुर, यसलाई क्लोज गरिदिनुहोस्। अब यसलाई क्लोज गरिदिनु। अब यसलाई यो डाउनलोडले काम गर्छ कि गर्दैन भनेर एक्सपेरिमेन्ट चाहिँ अब भोलि गर्ने हामी। आजलाई अहिले हामीले यति गरेको एकचोटि गर्नुहोस् होइन। अनि त्यसपछि अब अरू चाहिँ अब त्यो के पपअप के भन्दै हुनुहुन्थ्यो नि, त्यो चाहिँ हामी भोलि गरौँला नि त। यसो होमवर्क नि दिनु पर्यो सर? होमवर्क त त्यही अहिले भएको गर्नु न। अहिले हामीले जति गरे त्यही प्र्याक्टिस गर्नु न। हस् सर। हस् त, हुन्छ, हस् सर।